नमस्कार साथीहरू, आजको रोमाञ्चक कथामा तपाईहरू सबैलाई स्वागत छ। मेरा पति विक्रमले मेरो पछाडि आएर मेरो आँखामा रेशमी कालो पट्टी बाँधिदिए। आज राति कुनै प्रश्न नसोध्नु, उनले मेरो कानमा काने खुसी गर्दै भने। आज राति मात्र महसुस गर। पुरै कोठामा अँध्यारो थियो र मेरो आँखामा त्यही पट्टी। मेरो मुटु जोडले धड्किरहेको थियो। यो हाम्रो सम्बन्धमा केही नयाँ थियो, केही रोमाञ्चक। त्यत्तिकैमा मैले कोठाको ढोका खुलेको आवाज सुने। पाइलाको आवाज मेरो तर्फ बढ्यो र फेरि एउटा हात मेरो कम्मरमा महसुस भयो। तर त्यो स्पर्श विक्रमको थिएन। विक्रमका हातहरू सधैँ नरम हुन्थे, तर यो हात साह्रै कडा थियो, खस्रो थियो, कुनै मजदुरको जस्तै। र उसको शरीरबाट महँगो पर्फ्युमको होइन, बरु पसिना र सस्तो सुर्तीको गन्ध आइरहेको थियो। म चिच्याउन चाहन्थे, तर मेरो भित्रको एउटा अनौठो उत्सुकताले मलाई रोक्यो। के यो विक्रमकै कुनै नयाँ खेल हो या कोठामा साँच्चै कोही अपरिचित व्यक्ति आएको छ? त्यो अपरिचितले मलाई आफ्नो तर्फ तान्यो र मेरो हातमा केही चिसो, धेरै चिसो वस्तु राख्यो। यस कथाको अन्त्यले तपाईलाई यो सोच्न बाध्य बनाउनेछ कि के तपाईँ आफ्नो जीवनसाथीमाथि आँखा चिम्लेर भरोसा गर्न सक्नुहुन्छ? तर त्यो भयानक रातसम्म पुग्नु अघि तपाईले यो जान्नुपर्छ कि हामी यहाँसम्म कसरी आइपुग्यौं। मेरो नाम सुनिता हो। म शहरका एक धेरै ठूला व्यवसायी विक्रम थापाकी पत्नी हुँ। बाहिरबाट हेर्दा मेरो जिन्दगी कुनै परीको कथा जस्तै लाग्थ्यो। ठूलो बंगला, नोकर चाकर, महँगा गाडीहरू र एक ह्यान्डसम पति। तर त्यो बंगलाको चार पर्खालभित्र म दुनियाँकै सबैभन्दा एक्लो आइमाई थिएँ। विक्रम आफ्नो काममा यति व्यस्त रहन्थे कि उनलाई घरमा आफ्नी पत्नी पनि छे भन्ने कुरा याद हुँदैनथ्यो। हाम्रो विवाह भएको 5 वर्ष भइसकेको थियो, तर हाम्रा बीचको त्यो स्पार्क, त्यो चिनारी सकिसकेको थियो। हामी एउटै छतमुनि दुई अपरिचित जस्तै बस्थ्यौं। म कोशिश गर्थे, उनका लागि तयार हुन्थे, सरप्राइज प्लान गर्थे, तर विक्रम सधैँ थकित भएको बहाना बनाएर सुत्थे। मेरो एक्लोपनले मलाई भित्रभित्रै खाइरहेको थियो। मलाई लाग्न थालेको थियो कि सायद विक्रमको जिन्दगीमा अरू कोही छ, वा सायद अब म उनका लागि आकर्षक रहिन। फेरि हाम्रो 5औं विवाह वार्षिक उत्सव आयो। त्यस बिहान विक्रमको व्यवहार केही बदलिएको जस्तो थियो। उनी छिट्टै उठे, मेरा लागि बेडटी लिएर आए। ह्याप्पी एनिभर्सरी जान, उनले मेरो निधारमा चुम्बन गर्दै भने। म हैरान थिएँ। वर्षौंपछि विक्रम यति रोमान्टिक मुडमा थिए। आज राति तयार रहनु, उनले मुस्कुराउँदै भने। मैले तिम्रा लागि एउटा धेरै खास सरप्राइज प्लान गरेको छु। एउटा यस्तो खेल जसले हाम्रो बोरिङ जिन्दगीमा फेरि आगो लगाइदिनेछ। कस्तो खेल? मैले उत्सुकतापूर्वक सोधेँ। त्यही त सरप्राइज हो, उनले आँखा झिम्काउँदै भने। पुरै दिन म मात्र साँझको प्रतीक्षा गरिरहे। मेरो मनमा हजारौं विचार आइरहेका थिए। के खेल होला? के विक्रम हाम्रो सम्बन्धलाई नयाँ मौका दिन चाहन्छन्? म भित्रको नारी जो वर्षौंदेखि मायाको भोकी थिएँ, आज धेरै खुसी थिएँ। साँझ मैले विक्रमको रोजाइको एउटा रातो साडी लगाएँ। मैले आफूलाई ऐनामा हेरे, म धेरै सुन्दर देखिरहेकी थिएँ। आज मलाई आफ्नो एक्लोपन टाढा हुँदै गरेको देखिरहेको थियो। रातिको 10 बज्यो, विक्रम कोठामा आए। उनले लाइट मधुरो पारे र एउटा मधुर सङ्गीत बजाए। वातावरण धेरै नै रोमान्टिक थियो। उनी म नजिक आएर आफ्नो खल्टीबाट एउटा रेशमी कालो पट्टी निकाले। यो के हो? मैले सोधेँ। यो हाम्रो खेलको हिस्सा हो। उनले मेरो पछाडि आएर पट्टी मेरो आँखामा बाँडिदिए। सुनिता, आज राति तिमीले केही हेर्नु छैन, मात्र महसुस गर्नु छ। भरोसा छ नि म माथि? हो, भरोसा छ। र यही मेरो सबैभन्दा ठूलो गल्ती थियो। पट्टी बाँडिसकेपछि विक्रमले मलाई ओछ्यानको किनारमा बसाए। म अहिले आए, उनले भने। नहल्लिनु। मैले ढोका खुलेको र बन्द भएको आवाज सुने। मलाई लाग्यो विक्रम केही लिन बाहिर गए। म त्यहाँ बसेर पर्खिरहेँ। कोठा बिल्कुल शान्त थियो, मात्र घडीको टिक टिक सुनिरहेको थियो। फेरि ढोका बिस्तारै खुल्यो। मेरो अनुहारमै मुस्कान आयो। आउनुभयो तपाईँ? मैले सोधेँ। कुनै जवाफ आएन, मात्र भारी पाइलाको आवाज मेरो तर्फ बढ्यो। मलाई लाग्यो विक्रम मलाई सरप्राइज दिन चुप छन्। त्यो व्यक्ति मेरो बिल्कुल नजिक आएर रोकियो। म उसको सासको आवाज सुनिरहेकी थिएँ। त्यो सास धेरै भारी र अलि छिटो चलिरहेको थियो। उसले आफ्नो हात बढायो र मलाई केही महसुस भयो। त्यो एक स्पर्शले मेरो पुरै शरीरमा बिजुली दौडायो। साथीहरू, त्यो पल मेरो मुटु र दिमागका बीच युद्ध सुरु भएको थियो। मुटुले भनिरहेको थियो कि यो मेरो पतिको माया हो, तर दिमागले भनिरहेको थियो कि केही त गलत छ। ती हातहरू विक्रमका हुन सक्दैनथे। विक्रमका हातहरू नरम थिए, तर यो हात साह्रै कडा थियो, खस्रो थियो, कुनै मजदुरको जस्तै। र सबैभन्दा अनौठो कुरा, त्यो व्यक्तिबाट पसिना र बिडी जस्तो गन्ध आइरहेको थियो। मेरो मुटु डराउन थाल्यो। विक्रम? मैले दबेको आवाजमा सोधेँ। यो मजाक हो नि, होइन?
उसले कुनै जवाफ दिएन। उसले मलाई ओछ्यानमा पछाडितिर धकेल्यो। म लडे। अब उनी म माथि झुकिरहेको थियो। को हौ तिमी? म चिच्याउन चाहन्थे, तर मेरो घाँटीबाट आवाज निस्किरहेको थिएन। त्यत्तिकैमा कोठाको कुनाबाट विक्रमको आवाज आयो। नघबराऊ सुनिता, इन्जोय गर, यो मेरो साथी हो। विक्रमको आवाज सुनेर मलाई एक पलका लागि राहत मिल्यो, तर अर्को पल मलाई धेरै घिन लाग्यो। के विक्रमले अरू कसैलाई म कहाँ पठाएका हुन्? के यो उनको फ्यान्टेसी हो, आफ्नै पत्नीलाई अरू कोहीसँग देख्नु? मलाई लाग्यो कि विक्रमले मलाई शेयर गरिरहेका छन्। मेरो आत्मसम्मान, मेरो इज्जत सबै चकनाचुर भयो। विक्रम, यो के बदतमिजी हो? यसलाई रोक! मैले चिच्याएर भने र उठ्ने कोसिस गरे, तर त्यो अपरिचितले मलाई दबोच्यो। उनी धेरै शक्तिशाली थियो। शान्त हुनुस् भाउजू, अपरिचितले पहिलो पटक बोल्यो। उसको आवाज धेरै डरलाग्दो र भारी थियो। सापले पैसा दिनुभएको छ, काम त पूरा गर्नै पर्यो नि। पैसा? काम? मेरो दिमाग शून्य भयो। त्यत्तिकैमा मैले केही यस्तो सुने जसले मेरो रगत जमाइदियो। एउटा दबिएको हाँसो, विक्रमको हाँसो। सुनिता, तिमी साँच्चै धेरै मूर्ख छौ, विक्रमले भने। तिमीलाई लाग्यो म तिमीसँग मायाको खेल खेल्नेवाला छु? के मतलब? मतलब यो, विक्रमको आवाज अब नजिक आइरहेको थियो, कि म तिमीबाट बोर भइसकेको छु। सुनिता, मलाई स्वतन्त्रता चाहिन्छ र मेरो स्वतन्त्रताको बीचमा तिमी र तिम्रो बाउको यो जायज जेठा उभिएको छ। त्यसैले यो रघु हो, विक्रमले भने, सहरको कहलिएको कन्ट्र्याक्ट किलर। आज राति यो खेल खतम हुनेछ। प्रहरीलाई लाग्नेछ कि घरमा चोर पसेका थिए र उनीहरूले तिम्रो ज्यान लिए, अनि म त बिचारा पति बन्नेछु जो आफ्नी पत्नीको शोकमा बाँच्नेछ। मेरो खुट्टा मुनिको जमिन खस्कियो। मेरो पति, जसमा मैले आँखा चिम्लेर भरोसा गरे, उनी मेरो ज्यान लिनका लागि एउटा हत्यारालाई मेरो बेडरुममा लिएर आएका थिए। त्यो जुन उत्सुकताको माहौल थियो, त्यो अब मृत्युको सन्नाटामा बदलिसकेको थियो। रघुले आफ्नो खल्तीबाट केही निकाल्यो। एउटा धातुको आवाज आयो, सायद चक्कु। साप, काम सुरु गरौँ? रघुले सोध्यो। हो, छिटो गर, म बाहिर हलमा पर्खिन्छु, विक्रमले भने र ढोकातिर बढे। म मृत्युको मुखमा थिएँ। मेरो आँखामा पट्टी बाँधिएको थियो र म माथि एउटा हत्यारा थियो। रोएर, अनुनय विनय गरेर कुनै फाइदा थिएन। विक्रमले आफ्नो फैसला सुनाइसकेका थिए। यदि मलाई बाँच्नु थियो भने मैले केही गर्नुपर्ने थियो। त्यही पल मेरो दिमागमा एउटा विचार आयो, एउटा धेरै खतरनाक विचार। म चिच्याएँ। रघु रोकियो। विक्रम पनि सायद ढोकामा रोकिए होलान्। के भयो? कुनै अन्तिम इच्छा छ कि क्या हो? विक्रमले व्यङ्ग्य गरे। छैन। मैले आफ्नो आवाजलाई जति सक्दो शान्त र मोहक बनाउने कोसिस गरे। रघु, विक्रमले तिमीलाई यो कामको कति पैसा दिएका छन्? कोठामा सन्नाटा छायो। 5 लाख, रघुले हडबडाउँदै भन्यो। म हाँसे, एउटा धेरै कृत्रिम र आत्मविश्वासले भरिएको हाँसो। मात्र 5 लाख? मेरो ज्यानको मोल मात्र 5 लाख? मैले आफ्नो पट्टीलाई थोरै तल सारे, मात्र यति कि म रघुको लोभी अनुहार देख्न सकूँ। रघु, मैले उसको आँखामा हेर्दै भने, यदि मैले तिमीलाई 10 लाख दिए भने के तिमी जे भन्छौ त्यही गर्छौ? 10 लाख? रघुको आँखामा चमक आयो। सुनिता, यो बकवास बन्द गर, विक्रम चिच्याए। रघु, यसको कुरामा नलाग, मार यसलाई। पर्खनुस् साप, रघुले विक्रमलाई हातले देखाएर चुप लगायो। ऊ एउटा व्यवसायी हत्यारा थियो। उसले आफ्नो फाइदा देखिरहेको थियो। भाउजू, 10 लाख कहाँ छ? मेरो दराजमा, मैले झुट बोले। हिराको एउटा हार छ, 25 लाखको, त्यो तिम्रो हुन सक्छ। रघुको लोभ अब 7औं आकाशमा थियो। रघु, यसले झुट बोलिरहेकी छे। विक्रम घबराए। उनी तेजीले रघुतर्फ बढे, उनलाई रोक्नका लागि। यही त्यो मौका थियो जसको मैले प्रतीक्षा गरेको थिएँ। जस्तै विक्रम रघुको नजिक आए, मैले पुरै शक्ति लगाएर रघुलाई धकेले। रघुको सन्तुलन बिग्रियो र ऊ विक्रमसँग ठोकियो। धोका, रघु चिच्यायो। उसलाई लाग्यो विक्रम उनमाथि हमला गर्दैछन्। हातापाही सुरु भयो। अँध्यारो कोठामा कसले कसलाई मारिरहेको थियो थाहा भइरहेको थिएन। मैले छिटै आफ्नो आँखाको पट्टी पुरै खोलिदिएँ। मैले देखेँ रघुले रिसको झोकमा त्यो चक्कु जुन मेरा लागि थियो विक्रमको हातमा प्रहार गरिदिएको थियो। विक्रमको आँखामा अचम्मको भाव थियो। उनी भुइँमा ढले। रघु पनि हक्काबक्का भयो। उसले के गरिदिएको थियो? म ओछ्यानबाट उठे र सिधै ढोकातिर भागे। रघुले मलाई समात्न कोसिस गर्यो, तर मैले साइड टेबलमा राखेको भारी ल्याम्प उसको टाउकोमा बजाइदिएँ। ऊ लड्यो र म कोठाबाट बाहिर निस्किएँ। ढोका बाहिरबाट लक गरे र आफ्नो ज्यान जोगाएर भागे। मैले पुलिसलाई फोन गरेँ। पुलिस नआउन्जेल म बगैँचामा लुकेर बसेँ। जब पुलिसले ढोका खोले, भित्रको दृश्य भयानक थियो।
विक्रम धेरै रगत बगेको कारण बेहोस थिए र रघु ल्याम्पको चोटले बेहोस थियो। पुलिसले रघु र विक्रमलाई अरेस्ट गर्यो। उसले सबै कुरा उकल्यो, विक्रमको षड्यन्त्र, कन्ट्र्याक्ट, सबै कुरा। साथीहरू, त्यही राति मैले मात्र आफ्नो ज्यान जोगाइन, बरु एउटा यस्तो सम्बन्धको बोझा पनि पन्झाएँ जो मात्र धोकामा टिकेको थियो। अर्को दिन जब म पुलिस चौकीबाट बाहिर निस्किएँ, मैले गहिरो सास फेरेँ। म अब एक्लै थिएँ, तर म स्वतन्त्र थिएँ। मैले सिकेँ कि कहिलेकाहीँ हामीले आफ्नो आँखामा बाँधिएको भरोसाको पट्टी समयमै आफैले खोलिदिनुपर्छ, यसअघि कि अरू कसैले त्यस अध्यारोको फाइदा उठाओस्। साथीहरू, यो कथाले हामीलाई सिकाउँछ कि समस्यामा हाम्रो दिमाग नै हाम्रो सबैभन्दा ठूलो हतियार हुन्छ। यो कथा पूर्ण रूपमा काल्पनिक हो र कुनै पनि व्यक्ति, वास्तविक, जीवित वा मृत वा घटनासँग यसको कुनै सम्बन्ध छैन। यसको उद्देश्य केवल पाठकहरूको मनोरञ्जन र सामाजिक चेतना बढाउनु हो। कथामा वर्णित पात्र र घटनाहरू काल्पनिक छन्। त साथीहरू, यो थियो हाम्रो आजको कथा। यदि तपाईलाई मन पर्यो भने लाइक गरिदिनुहोला र हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। भेटौँला अर्को भिडियोमा। त्यतिन्जेलका लागि धन्यवाद।